स्वागत छ साथीहरु, हजुरहरुलाई सजिलो ज्ञान युट्युब च्यानलमा। आज फेरि म हजुरहरुसामु हजुरहरुकै प्रश्नको आधारमा भिडियो लिएर आएको छु। आज भने मैले ऋषभ सरले लेख्नु भएको छ, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको बारेमा नि भिडियो बनाउनु पर्यो, कतिसम्म पुग्छ भनेर लेख्नु भएको थियो र मैले यो भिडियो लिएर आएको छु। मैले हजुरहरुलाई हिजो अस्ति पनि भनिरहेको थिएँ, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी अब 2400 देखि 2500 सम्मै बसिरहेको छ। यो घट्ने भनेर त्यसरी घट्दा पनि घट्दैन र बढ्ने भनेर त्यसरी बढ्दा पनि बढ्दैन भनेर तपाईहरुलाई मैले आजभन्दा 4-5 दिन अगाडिको भिडियोमा भनिसकेको थिएँ र फेरि ऋषभ सरले चाहिँ कमेन्ट गर्नुभएको कारणले गर्दाखेरि मैले यो भिडियो अपलोड गरेको छु। अब कुरा गरौँ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको हिजोको कारोबारबाट हेरौँ। हिजो कम्पनीको शेयरमा 80,826 किताको कारोबार भएको छ। त्यस्तै हिजोको टर्नओभर 20,81,91,950 रुपैयाँको टर्नओभर आएको छ, जुन एकदमै अहिले गएको 4-5 दिन 6-7 दिन यताको सबैभन्दा धेरै ठुलो टर्नओभर आएको देखिन्छ। हिजो एकदमै धेरै कारोबार भयो, किन भयो यसको बारेमा पनि हामी छलफल गर्नेछौँ। त्यस्तै हाई र लो प्राइसको कुरा गर्दाखेरि कम्पनीको शेयर पर किता 2600 सम्म पुगेको, लोमा कम्पनीको शेयर 2515 सम्म पुगेको थियो। त्यस्तै बन्द हुने बेलामा कम्पनीको शेयर लास्ट ट्रान्ज्याक्सन प्राइस 2599.24 पैसामा बन्द भएको छ, जुन हिजो 1.35% वृद्धि हुँदाखेरि कम्पनीको शेयरमा प्रति किता 34 रुपैयाँ 73 पैसा चाहिँ यसको हिजो बढेको देखिन्छ। र टप बाई गर्ने ब्रोकर लिस्टबाट हेर्दाखेरि ब्रोकर नम्बर 55 ले 49,725 किता बाई गरेको छ, जुन 2584 मा चाहिँ यसले के गरेको छ, बाई गरेको छ भने। त्यस्तै टप सेल गर्ने ब्रोकर लिस्टबाट हेर्दाखेरि चाहिँ हिजो बाई भन्दा पनि धेरै सेल गर्ने ब्रोकर छन्, धेरैवटा ब्रोकरले सेल गरेको देखिन्छ। टप सेल गर्ने ब्रोकरमा ब्रोकर नम्बर 70 रहेको छ, जसले 12,091 किता 2588.44 पैसामा सेल गरेको छ भने। त्यस्तै दोस्रोमा ब्रोकर नम्बर 56 रहेको छ, जसले 8,625 किता 2591.72 पैसामा सेल गरेको छ। अब कुरा गरौँ हिजो 81 किन धेरै भोल्युम आयो कम्पनीको शेयरमा हैन, यसको बारेमा कुरा गरौँ। किनभने कम्पनीले बुक क्लोज, जुन साधारण सभाको लागि बुक क्लोज तोकेको थियो र धेरैजना साथीहरु अझै पनि अलमलमै हुनुहुन्छ र उहाँहरूले के गर्नुभयो भने आज कम्पनीको शेयर किनियो भने चाहिँ राइट शेयर खान पाइन्छ भनेर कतिपयले किन्नु पनि भयो होला। त्यो कारणले गर्दाखेरि पनि हिजो चाहिँ यसमा अलि धेरै भोल्युम आएको छ। अब अहिलेसम्म सबैभन्दा धेरै होल्डिङ गर्ने ब्रोकर लिस्टबाट हेर्दाखेरि ब्रोकर नम्बर 55 ले 6,49,000 किता होल्ड गरेको छ भने। त्यस्तै दोस्रोमा ब्रोकर नम्बर 71 ले चाहिँ 38,000 किता होल्ड गरेको छ भने। तेस्रोमा ब्रोकर नम्बर 60 ले 30,000 किता होल्ड गरेको छ। त्यस्तै टप 10 ब्रोकरको नेट एन्ड बाई सेल रेसियो हेर्दाखेरि 1.45 देखिन्छ, जुन यो नर्मल नै छ, किन यो घटेको छैन। यो नघट्नु भनेको एकदमै राम्रो हो। र एउटा कुरा अब तपाईहरुलाई म के भन्छु भने गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी चाहिँ यो बढ्नु बढेको हो के, यति विधि बढ्नु भनेको यो चाहिँ भर्खरै लिस्टिङ भएको कम्पनी, न यो कम्पनीले बोनस शेयर दिन सक्ने क्षमता छ हैन। माइक्रो लाइफ इन्स्योरेन्स सेक्टरको नयाँ कम्पनी भएको कारणले गर्दाखेरि बढेको हो। र अर्को कुरा धेरै समयदेखि चाहिँ नेप्सेमा आइपिओहरु आएको थिएन, नयाँ आइपिओ आयो, धेरैजनालाई चाहिँ एकदम उत्साह पनि भयो। त्यो कारणले गर्दाखेरि यति धेरै हाई प्राइसमा आयो। त्यही माथि कम्पनीले राइट शेयर निष्कासन गर्ने भन्दियो, त्यो कारणले गर्दाखेरि पनि कम्पनीको शेयर एकदमै उछाल भएको हो, एकदमै यसमा वृद्धि भएको हो। र अब के हुन्छ भन्ने विषयमा तपाईहरुलाई म यहाँ देखाउँछु। जस्तै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी हिजो बिहान पख 2515 तिर आउँदाखेरि के थियो भन्दाखेरि चाहिँ बाई गर्नेको संख्या घटेको छ। जब कम्पनीको शेयर बढेर 2600 तर्फ लाग्छ तब कम्पनीमा बाई डिमान्ड बढेको छ। अब यहाँबाट के कुरा बुझिन्छ भन्दाखेरि चाहिँ कम्पनीको शेयर जब किन्ने लगानीकर्तालाई इन्ट्रेस्ट हुन्छ भने, साँच्चै नै लगानी गर्ने इन्ट्रेस्ट हुन्थ्यो भने त कम्पनीको शेयर घटेको बेलामा बाई डिमान्ड बढ्नुपर्ने ठाउँमा यहाँनिर के भइरहेको छ भन्दाखेरि चाहिँ कम्पनीको शेयर जब उकालो लागेको छ तब बाई डिमान्ड धेरै बढेको छ। 81 12 लाख बाई डिमान्ड आउनु हैन। यसमा ब्रोकर नम्बर 55 ले के गरिरहेको छ भन्दाखेरि चाहिँ स्टक होल्ड गरिदिएको छ। ब्रोकर नम्बर 55 ले चाहिँ एक्लैले 49,000 किता बाई गरे, अरु ब्रोकरले सेल गरिरहेको छ। र अब यो ब्रोकरले 1900 देखि यो कम्पनीको शेयर उठाउँदै आएको छ हैन। अब यसको पनि एभरेज बाईमा त यसलाई पनि पर्यो होला 2400-2500। त्यो कारणले गर्दाखेरि त्यस्तै चाहिँ कम्पनीको शेयरमा गिरावट नआउला। तर अब वृद्धि हुने चान्स भनेको वैशाखको 5 गते यो कम्पनीले जुन साधारण सभा बस्दैछ, अब त्यहाँबाट चाहिँ यो कम्पनीको शेयरले राइट शेयर निष्कासन पाउने कि नपाउने भन्ने कुरा अब के निकाल्छ अब त
साधारण सभामा होइन के हुन्छ उनीहरूको छलफल। यदि त्यहाँबाट कुनै एउटा गुड न्युज आयो भने चाहिँ यो कम्पनीको सेयरमा वृद्धि हुन्छ। त्यस्तै अब अर्को यसको बढ्ने सम्भावना भनेको चाहिँ भोलि यो कम्पनीलाई चाहिँ सबै ब्रोकरहरूले सेल गर्दै गर्दै गएर यदि ब्रोकर नम्बर 55ले नै बाई गर्दै होल्ड गरिदियो भने चाहिँ माथि जान सक्छ। नत्र भने अब सामान्य लगानीकर्ताहरूले चाहिँ यो कम्पनीलाई होल्ड गरेर अब धेरै माथि पुर्याउला भन्न सकिँदैन। किन भन्दाखेरि पर किता नै 2500सम्म पुगिसकेको छ। 10 किता किन्दा नि 25,000 रुपियाँ लाग्यो सामान्य। अब आइपिओ पर्ने साथीहरूले त धेरैले होल्ड गर्नुभएको छैन होला, किनभने अब कम्पनीको धेरै कारोबार भइसक्यो। अब जति पनि किन्नुभएको छ 1900देखि किन्दै आउनुभएको छ। त्यसरी सेलिङ प्रेसर पनि आएर पनि यो त्यति घट्दैन, मैले तपाईँलाई भनिरहेको थिएँ होइन। अब यसलाई अब गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनी अब घट्ने सम्भावना चाहिँ एउटा के छ भन्दाखेरि चाहिँ अब नेपाल माइक्रो पनि लिस्टिङ भयो, क्रेस्ट माइक्रो इन्सुरेन्स पनि लिस्टिङ भएको छ। त्यही माथि ओम फार्मास्युटिकल्स पनि आयो भने यो कम्पनीलाई चाहिँ अलिकति धक्का पुग्छ भनेर मैले तपाईँहरूलाई भन्दै आएको थिएँ। हिजो चाहिँ बुक क्लोजको कारणले पनि अब धेरैले चाहिँ आज किन्यो भने चाहिँ राइट सेयर खान पाइन्छ भनेर भर्नुभएको छ। तर त्यो रङ हो, किनभने राइट सेयर खानलाई त अब कम्पनीले 5 गते बसेको बैठकबाट त्यहाँबाट के कुरा पारित गर्छ, त्यस पछाडि बल्ल कम्पनीले राइट सेयरको लागि बुक क्लोज गरेको हुन्छ। हामीले त्यो टाइममा चाहिँ यो कम्पनीको राइट सेयर खान सकिन्छ होइन। त्यही भएर अब यो चाहिँ साइडवेज बसेको स्टक हो। माथि बढ्न खोज्दाखेरि 55ले बेचिरहेको छ, अब तल घट्दाखेरि किनिरहेको छ होइन। त्यही भएर तपाईँहरू बाई डिमान्ड हेरेर बाई गर्नुहुन्छ। यहाँ के भइरहेको छ भन्दा जब 2600 पर किता पुग्यो कम्पनीको सेयरमा 2500मा बाई डिमान्ड राख्न त पाइयो नि त होइन। ब्रोकरले राख्न सक्छ नि त त्यो, किनभने उसलाई बाई डिमान्ड धेरै देखाएर अनि उसले सेल पनि गर्न सक्छ। उसँग त 6,49,000 किता छ। त्यो हिजो हेर्नु त कति धेरै ब्रोकरको सेलिङ छ, ब्रोकर नम्बर 55ले मात्र उठाइरहेको छ। त्यो कारणले गर्दाखेरि चाहिँ अब कति पुग्छ के पुग्छ भन्दा यो पुग्ने यसको जति पुग्नु पर्ने हो यो पुगिसकेको हो। कम्पनी नयाँ भएको कारणले गर्दा पुगेको, माइक्रो लाइफ इन्सुरेन्स सेक्टरको कम्पनी भएको कारणले पुगेको, राइट सेयरको कारणले गर्दाखेरि यो कम्पनी यति माथि उछाल आएको हो। नत्र भने चाहिँ यो कम्पनीलाई 2500 हाल्नुपर्ने त कुनै पनि कारण छैन। कता कुन एङ्गलबाट हाल्न सकिन्छ होइन। तपाईँहरू 15-20 किता लिएर 100 किता लिएर 400-500 किता लिएर तपाईँले होल्ड गरेर ब्रोकरले उचाल्यो, अपरेटरहरूले उचाल्यो भने माथि जान सक्छ। अब 5 गतेको निर्णयले के गर्छ त्यस पछाडि यो स्टक चाहिँ हेर होला। मैले तपाईँहरूलाई भन्दै आएको थिएँ। तपाईँहरूले युट्युबमा पनि अरूको भिडियो पनि हेर्नुभयो होला। तपाईँहरूलाई कतिपयले अस्तिले 2 दिन रेड क्यान्डल बन्ने बित्तिकै अब सेल सिग्नल आयो भनेर सङ्केत दिइसकेका थिए। त्योभन्दा पनि के हुन्छ भन्दाखेरि अपरेटरले कसरी उचाल्छ भन्ने कुरामा भर पर्छ क्या। टेक्निकल एनालाइसिसले कामै गर्ने भएको भए त दुनियाँले टेक्निकल एनालाइसिस सिकेर पैसा कमाएर घरै बस्थ्यो नि। त्यो कारणले गर्दाखेरि विचार आफ्नो गर्नु होला, निर्णय आफ्नो लिनु होला। र यो भिडियो चाहिँ मैले ऋषभ सरले गर्दा लिएर आएको थिएँ। हस्त साथीहरू भिडियो हेरेर साथ दिनुभएकोमा धन्यवाद।